MRR नेपाल, the online group that tried to change a nation. अहिलेको नेपालको सबैभन्दा इन्फ्लुएन्सिभ अनलाइन प्लेटफर्म, अझ भनौँ युथ नेटवर्क। MRR न कुनै पोलिटिकल पार्टी थियो न कुनै कम्पनी, तर उसले इन्फ्लुएन्स गर्यो इलेक्सनदेखि त प्रोटेस्टसम्म, पब्लिक ओपिनियन्सदेखि त लिएर पब्लिक क्याम्पेन्ससम्म। अनि 81 MRR एक दिन गायब हुन पुग्यो। किन त? यो स्टोरी स्टार्ट हुन्छ एक सिम्पल ऱ्यान्डम फेसबुक ग्रुपबाट, MR मेन्स रुम। पछि गएर यही ग्रुप MRR बन्न पुग्यो, मेन्स रुम रिलोडेड। काठमाडौँमा पढ्दै आइरहेका केही कलेज स्टुडेन्टले जस्ट फर फन, जोक्स एन्ड द ऱ्यान्डम मिम्स। तर यो नर्मल ग्रुप थिएन, इन्ट्री इन्भाइटबाट मात्रै, मेम्बर्स केयरफुल्ली सिलेक्टेड। अनि पछि गएर यही ग्रुप बन्न पुग्यो नेपालको डिजिटल ब्रदरहुड। MRRको रियल पावर पब्लिकले कहिले बुझेन। यो मिम पेज होइन, यो एउटा युथ नेटवर्क हो। इनसाइड MRR देयर आर डक्टर्स, इन्जिनियर्स, कन्टेन्ट क्रिएटर्स, बिजनेस ओनर्स, सबै एकै प्लेसमा। एक पोस्ट बन्यो भने मिनेटमै भाइरल, एक न्यारेटिभ बन्यो भने देशभर फैलिन्छ। MRRले के बुझ्यो भने एटेन्सन इज पावर। अनलाइन मात्र होइन, MRRको इन्फ्लुएन्स रियल ओनमा पनि देखिन थाल्यो। युथ मुभमेन्ट, स्ट्रिट प्रोटेस्ट, डिजिटल क्याम्पेन्स एन्ड द करप्सन डिस्कसन, सबैमा एक इन्भिजिबल कोअर्डिनेसन जस्तो फिल हुन्थ्यो। मेनी बिलिभ यो नेटवर्कले गर्दा बालेन्द्र शाहको राइज भयो। डिरेक्ट प्रुफ छैन, बट द डिजिटल वेभ इज क्लियर। जब पावर बढ्छ तब क्वेसन पनि उठ्छ। क्रिटिक्सले भने MRR इज नट जस्ट अ ग्रुप, यो एउटा पब्लिक ओपिनियन म्यानिपुलेट गर्न सक्ने सिस्टम हो। त्यसपछि MRRलाई धेरै एलिगेसन्सहरू आउन थाले, स्प्रेडिङ पोलिटिकल बायस अर मिसइन्फर्मेसन एन्ड द क्रिटिसिजम ओभर द अफेन्सिभ ह्युमर। अनि MRRलाई लाग्न पुग्यो सबैभन्दा ठुलो झड्का, यो ग्रुप अनलाइन प्लेटफर्मबाट नै डिलिट हुन पुग्यो। Without explanation, years of networks became connectionless. Was it policy violation, political pressure, or the internal issues? No one knows the full truth. तर मेटाले भन्यो MRR ग्रुप फेसबुकको कम्युनिटी गाइडलाइनको एजेन्सीमा थियो, जसले गर्दा यो ग्रुप डिलिट हुन पुग्यो। तर यो स्टोरी यहीँ सकिँदैन। यो जस्ट एउटा ऱ्यान्डम फेसबुक ग्रुप थिएन, यो त नेपालको डिजिटल ब्रदरहुड थियो। MRR मरेको थिएन, यो त MRRको एउटा राइजको पार्ट थियो। डिलिट भएको 9 दिनपछि MRR फेरि चेन्ज भएर आयो। 9 दिनसम्म गुमनाम रहेको यो ग्रुप सेम ब्रदरहुड बट डिफ्रेन्ट पर्सपेक्टिभका साथ फेरि सोसल मिडियामा राइज हुन थाल्यो। र यो ग्रुपले त्यो टाइमबाट मिम्स भन्दा पनि देशको बेइज्जतीमाथि कडा शैलीमा प्रश्न गर्न थाल्यो र झन्झन सहयोगको भावना बढाउन थाल्यो, जुन अहिलेसम्म पनि कायम रहेको छ। MRRले देखाइदियो अनलाइन नेटवर्क पनि रियल वर्ल्ड एक्सनमा कन्भर्ट हुन सक्छ र यो नेपालको मोस्ट इन्फ्लुएन्सिभ सोसल मिडिया ग्रुप बन्न पुग्यो। इन्ट्रेस्टिङ कुरा त के भने MRRको टाइम सँगसँगै भाइब पनि चेन्ज हुन थाल्यो। इड्गी मिम कल्चरबाट प्योर नेपाली कल्चर एन्ड द स्पिरिचुअल म्युजिक, अझ प्रष्ट रूपमा भन्नुपर्दा भजन। इन्टरनेटमा पहिला मिम्स भाइरल हुन्थे भने अहिले MRRका भजन। अहिले MRRका मेम्बर्सहरूले आफ्नो आफ्नो ठाउँबाट भजन प्रमोट गर्दै आइरहेका छन्। र रिसेन्टली मैले पनि भिघ्नास्थल कमलटुडामा रहेको तालबरा क्षेत्रमा MRR पोखराले प्रस्तुत गरेको भजन सुन्ने मौका पाएको थिएँ, जुन भजनमा सबै उमेर समूहका भक्तजनहरूको उपस्थित थियो। अझ भनौँ सबैभन्दा बढी त युवा पुस्ताहरूको उपस्थित चर्को देखिन्थ्यो, जसले के इन्डिकेट गर्दैछ भने अहिलेको युवा पुस्ताहरू पनि वेस्टर्न कल्चर भन्दा पनि आफ्नै नेपाली कल्चरतिर आकर्षित भएको देखिएको छ। अब MRRको नेक्स्ट मुभ के हुन्छ त्यो त भन्न सकिँदैन, तर पनि MRRले गरेका कामहरू चुनाव होस् या प्रोटेस्टमा होस् या संस्कृति जगेर्नाका कुराहरू हुन्, MRRले गरेका कामहरू सबै प्रशंसनीय छन्। हजुरलाई के लाग्छ, MRR भित्र यो ब्रदरहुड सधैँ कायम रहिरहला त? के यो ब्रदरहुड एउटा लेगेसी बन्ला र हाम्रो नेपाली भजन कल्चर MRRको थ्रुबाट भजन इन्डस्ट्रीमा कन्भर्ट होला त? लेट मी नो इन द कमेन्ट। अहिलेसम्म हाम्रो युट्युब च्यानल हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र यस्तै अपडेट्सहरूको लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब र लाइक बटन थिच्न चाहिँ नबिर्सनु होला।